हेलो गाइज, स्वागत छ हजुरहरूलाई मेरो फर्स्ट ब्लगमा। ब्लग सुरुवात गरियो, तर के बोल्ने के नबोल्ने त्यो चाहिँ अझै पनि आउँदैन। यस्तै हो, जे आउँछ त्यही बोल्ने हो। अब ब्लग हेरेर आफ्नै साथीभाइहरू त हाँस्ने हो नि, आफ्नै आफन्तहरू हाँस्ने हुन्, मजाक उडाउने हुन्, तर बालै भएन नि। हाँस्दै गर्छन्, मजाक उडाउँदै गर्छन्। आफू बिन्दास हो, बिन्दास पारामा हिँडिन्छ, बोलिन्छ, जे मन लाग्छ त्यही गरिन्छ। अरूको अब सोच्न थाल्यो भने त आफू कहिले खुसी हुँदैन। त्यही भएर जे ठिक लाग्छ त्यही गर्ने हो, अरूको बालै भएन। म चाहिँ अहिले ड्युटीतिर हो, ड्युटीमै छु म अहिले। यहाँको चाहिँ मौसम पनि खतरनाक छ अहिले, बब्बालै छ मौसम। रात पर्न लाग्यो यता, नेपालमा त रात परिसक्यो होला। यहाँ चाहिँ भर्खरै रात पर्न लागेको छ। यहाँको अनि नेपालको त 3 घन्टाको फरक छ। यहाँ अहिले 6 बज्यो, नेपालमा 9 बज्यो होला। यस्तै हो साथी हो, ब्लगतिर लाग्यो, सपोर्ट गर्नु पर्यो हामीलाई पनि। मान्छेहरूले हाँस्ने, मजाक उडाउने, खुट्टा तान्ने मेन रिजन त यही नै भएको कि म अब ब्लगतिर लागेँ। यो मान्छे पागल भयो भनेर भन्लान् कतिले, तर केही छैन। सुरुवात गरियो, अब सफल पनि हुन्छ होला एक दिन। मेहनत गर्ने हो, सफल हुन्छ अवश्य नै, त्यस्तो नि केही छैन। तर च्यालेन्जिङ चाहिँ च्यालेन्जिङ नै हो। च्यालेन्जलाई पनि अब एक्सेप्ट गर्नै पर्छ, त्यस्तो सजिलो पनि नहुँदो रहेछ। अब ट्राई गर्दै जाने हो, मेहनत गर्दै जाने हो, बिस्तारै केही न केही त अवश्य नै हुनेछ। अब मान्छेहरूले के सोच्छ के भन्छ भनेर बस्यो भने चाहिँ केही नि गर्न नसकिँदो रहेछ। त्यही भएर त्यो डर चाहिँ मनबाट निकालिदिउँ साथी हो। त्यो डरले तपाईँहरूलाई कहिले पनि अघि बढ्न दिँदैन। त्यो डर चाहिँ आजै निकालिदिनु होला। मेन कुरा आफूसँग लजाउनु भएन, आफूलाई क्यामेरामा देखेर आफैसँग लजाउनु भएन। अरू मान्छेको त बालै नदिने नि भइगयो, आफूसँग लजाउनु भएन। अरूले अब जे भने नि भन्दै गरून्, मान्छेको काम हो भन्ने, मान्छेको काम हो कुरा काट्ने। त्यही भएर त्यस्तो कुरामा धेरै वास्ता गर्नु हुँदैन क्या। सबभन्दा सुरुमा चाहिँ त्यसलाई खुसी पार्नुस् जसलाई चाहिँ तपाईँ सधैँ ऐनामा हेर्नुहुन्छ क्या। मान्छेलाई होइन, आफैलाई खुसी राख्नुस्, खुसी हुन सिक्नुस्, खुसी रहनुस्, आफ्नो परिवारलाई खुसी बनाउनुस्। अरू मान्छेहरू त के छ, लाइफमा धेरै आउँछन् जान्छन्, सबभन्दा फर्स्ट प्रायोरिटी चाहिँ आफूलाई दिनुस्, आफू खुसी हुनुस्। मेरो फर्स्ट छोटो ब्लगलाई अन्तिमसम्म जसले पनि हेरेर साथ दिनुभयो
सम्पूर्णमा धेरै धेरै धन्यवाद, थ्याङ्क यू भन्न चाहन्छु।